ओइ भन्छ ओइ केही नरहेछ उहाँ तल टिप्परै उ त्यो ट्याक्सी भन्दा सानो देखियो हाँसो राम्रो कि मुन्छे राम्रो कि चस्मा राम्रो ल भन्नु त राम्रो छ आज चाहिँ मेन हाम्रो प्लान बनेको चाहिँ हप्ता दिन पहिल्यै नै थियो र एक्जिक्युटिभ पनि भयो राम्रो छ धेरै राम्रो छ अब यो पनि राम्रो छ अहिले बिहानको बल्ल 7 बज्यो हामी चाहिँ कालिका मन्दिर आइपुगिसक्यौँ बाइक राखेर आइसक्यौँ ठ्याक्कै 7 बज्यो आउनु आउनु भयो अहिले हिँड्ने हो क्या ल छिरम 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 मलाई लान टाढा त सक्छ आइयो कि नयाँ बाटो भएर नि भने मन्दिरको परिसर नि आइसक्यो हजुर आमा पढ्नु रे आजकलका यी केटाकेटीहरू कति टाढा छन् के यता लाइन बस्नु भयो फर्किन हेरौँ न माहौल के रहेछ मन्दिरको परिक्रमा त्यहाँ लाइनमा पालोकोलाई लाइनमा बसिराख्नु पर्नु भन्दा यसो मन्दिरबाट तलपट्टिको भ्यू हेरौँ भनेर यता जङ्गलतिर छिर्यो यहाँले यस्तो बाटो चाहिँ ठिकै छ यस्तो रमाइलो छ तर जस्तै सार्वजनिक ठाउँ छ नि त्यो ठाउँमा चाहिँ शौचालयको व्यवस्था चाहिँ राम्रै रहेछ यार यहाँ चाहिँ सफा छ सफा गरेर रहेछ नि शौचालयको भालढुङ्गै छैन त कि यही खै त ढुङ्गो त होला कि नि एउटा त है हामी त्यही बाटो आएको अनि उतो बाटो कता जान्छ अरे उताको ए बेनी म्याग्दी ओ यता के गरेर मलाई फेरि उचाइदेखि बहुत डर लाग्छ ओइ भन्छ ओइ किन हेरौँ त यिनको मिठाई ओइ भयो केही नरहेछ उहाँ तल टिप्परै उ त्यो ट्याक्सी भन्दा सानो देखियो ला 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 अब यस्तो घुमाउने मान्छे तिमीलाई त सब प्रब्लम हुन्न नि त समत अब गाली हान्छन् के अरे ममको यता छर्ल्याङ्गे भेट्छ यता नि भेट्छ चारै कालीगण्डकी छ हेर्दा अन्त आँखाले त लस्टी देखिन्छ एक्चुअलमा धेरै छ क्यामेरामा त यति साह्रो देखिन्छ धेरै होला नि भन्छ यता लास्टै मलाई हाइटबाट कस्तो लाग्यो त नि कालिका मन्दिर मन्दिर त पहिला नै आएको थिएँ तर यता आएको थिएँ पहिला मन्दिर आउनु हुँदैन स्कुल पढ्दा फोटो पनि छ फोटो पनि लगाइदिन्छु यहाँ साइडमा राखिदिन्छु क्या त्यो चाहिँ म हो मलाई चिन्नुहुन्न भने चाहिँ कमेन्ट गर्नु होला म तपाईँलाई मेरो इन्स्टाग्राम आइडी दिन्छु अनि चिन्नुहुन्छ एक्टर हो नि त एक्टर होइन बडो हाउ टु बी अ बेटर फोटोग्राफर उहाँले अनि यस्तै बिस्तारै पछि घुम्नुहुन्छ पछि घुमेर टक्क क्यामेरातिर हेरेर चट्ट चस्मा लाउनुहुन्छ अनि हातमा हात कसेर मुसुक्कै मुस्कुराउनुहुन्छ खिस आहा हाँसो राम्रो कि मुन्छे राम्रो कि चस्मा राम्रो ल भन्नु त हाँसो राम्रो कि मुन्छे राम्रो कि चस्मा राम्रो यस्तो खतरा रिस्की ठाउँमा आइछौँ हामी होइन यहाँ केही पनि बारै छैन तल यति गहिरो छ जान्छ त यो रुखमा चढ्नेहरू गर्दिन क्या म त पुरै कुना लाएर हिँड्छु यसमा फेरि पात छ नि त पत्तर छ नि त रिस्क नै लेने का बाबा रिस्क चाहिँ नै लेने का माउन्टेन ड्यू खाएको छैन नि त हामीले अनि तिरतिरकै यही शरीर धङधङी छ पुरै धङ 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 गर्छ
फेरि क्यामेराको पछि लाउँदा ल हेरौँ है म ठ्याक्कै देखाइदिन्छु है त यहाँबाट सिधै कहाँ हो कहाँ आज चाहिँ मेन हाम्रो प्लान बनेको चाहिँ हप्ता दिन पहिल्यै नै थियो र एक्जिक्युटिभ पनि भयो यहाँ चाहिँ बागलुङ आउने भनेर तर सबै ग्रुपमा हुन्छन् नि भनिन्छ नि त्यो भने जस्तो के त्यो पालो है हामी त पालो आइसक्यो नि ल यसरी नठुलो के किन 2 घन्टाको 2-3 घन्टा पछिको लाइन बसाइमा ल पूजा गरेर सकियो र चाहिँ निक्लिन्छ गाह्रो भयो गाह्रो भयो कहाँ फोर्ने हो र यो बाल्ने रे के आमा हिँड्नु त यता आउनु है ल तिनीहरू हाल्दिनु दुईटा बाघ सँगै ल दुईटा बाघ सँगै भयो बाघ भेटिए आज बाघ भेटिए अहिले चाहिँ भिड यति धेरै बढी छ कस्तो छिटो आइयो चाहिँ बिहान होइन एकदमै डुलाउँदो रहेछ हामी चाहिँ अब बागलुङको पूजा सकिएर अब पञ्चकोट जाने भनेर पञ्चकोटको बाटो हिँड्दैछौँ अहिले चाहिँ पञ्चकोट जाने क्रममा हामी सानो ब्रेक जस्तो लिएर यहाँ बसिरहेछौँ यस्तो ठाउँमा कि यो बाटो हो पञ्चकोट जाने तर अलिकति थोरै खराब रहेछ थोरै यहाँनिर अलिकति बिग्रेछ नत्र बागलुङबाट बागलुङ पञ्चकोट त्यति साह्रो फरक छैन अब लगभग 10-15 मिनटमा त पुगिन्छ माथि जस्तो लाग्छ मलाई ल पानी खानुहोस् है पानी जति ल्याएको उति नै फरक मिठाई धेरै नखाइदिउँ भयो मिठाईको नाम के हो मिठाई के मिठाई सेतो मिठाई सेतो मिठाई आमा चाहिँ के भयो गाह्रो भयो क्या अब भात आउली अनि एकैछिन रेस्ट गराउने अहिले हामी चाहिँ बाटोमा यहाँ त्रिपुरेश्वर मन्दिर देखिएर दर्शन गर्नलाई यहाँ एकैछिन दर्शन गर्नलाई रोकेछौँ देवको मन्दिर यहाँ छ शिवलिङ्गहरू यहाँ छन् जय भोलेनाथ भन्दैछ ल यो बागलुङ भ्रमणमा चाहिँ आज पुरै दिन धेरै जसो बागलुङको ठाउँलाई धार्मिक स्थललाई हामीले कभर गर्दैछौँ बाँकी हाम्रो भान्जाको मुखबाट अब के भन्नु सिधै आएर बागलुङ कालिका बागलुङको सबभन्दा पुरानो पौराणिक अनि एकदम नाम चलेको धार्मिक स्थल चैत दसैँमा विशेष बागलुङ कालिका भनेकै विशेष गरी चैत दसैँमा चैते महोत्सव भनेर पनि नाम चलिरहेको ठाउँ हो पछिल्लो समयमा चाहिँ हाम्रो त्रिपुरेश्वर महादेव जुन अहिले हामी जहाँ छौँ त्यहाँ त्रिपुरेश्वर महादेवको र हाम्रो पञ्चकोट चाहिँ अलि प्रख्यातमा आएको छ तर अरू पनि धेरै धार्मिक स्थलहरू छन् र पनि बागलुङको मुख्यतया 1 नम्बर भनेको त कालिकै भइहाल्यो क्या बागलुङ कालिका भइहाल्यो त्यसपछिका चाहिँ हाम्रो धार्मिक स्थलको रूपमा चिन्ने हुन्छ बागलुङमा यही त्रिपुरेश्वर महादेव मन्दिर र पञ्चकोट नै हो अब चाहिँ अन्तिम मात्रै डेस्टिनेसन सिर्फ पञ्चकोटको थियो डेस्टिनेसन पञ्चकोट थियो यहाँ चाहिँ त्रिपुरेश्वर महादेव देखिनु भयो र यसो हामीले चाहिँ के गरेको दर्शन गरेको मेम साहब
कस्तो लाग्यो टिभी हेर्दा त यहाँ कति फरक रहेछ धेरै राम्रो छ अब यो पनि तपाईँले टिभीले हेर्नु होला सेम एउटै हो ठ्याक्कै टिभी हेरे जस्तो रहेछ टिभीले हेऱ्यो भने राम्रो नै हुन्छ कि अझै कस्तो होइन राम्रो छ ल अब यिनको भनाइ पनि हाम्रो आमाश्रीको भनाइ पनि सुनौँ न ल यता हेर्नुहोस् आमाश्री राम्रो छ यता यता हेर त छैनन् राम्रो छ हामी कहिले कतै नघुम्नेलाई यहाँ आउँदा स्वर्ग जस्तै लाग्छ मलाई छैन कसैको याद नाउरी आछ नि घर फेरि ठोला सोचन सोचनमा परिहाल्थी होइन होइन खुसी भएर हो खुसी भएर ल ल ल अब जाम त नि हामी फेरि अब चाहिँ त्यो हामी चाहिँ त्यो रहेछ है भन्छ पञ्चकटको अब यहाँ हो पञ्चकट हामी चाहिँ अब यताबाट स्वाट पञ्चकट पुगिसक्यौँ अब चाहिँ फेरि सुरु भयो यात्रा ल हामी चाहिँ अहिले चाहिँ पञ्चकोट आइसकेछौँ ल आमा छोरी ए आमालाई हराउँछु भनेर हात समातेर हिँड्छन् आजकल चाहिँ डाँडा डाँडामा यस्तो यस्तो बनाउन लाग्यो कि मान्छे आउँछ खिच्छन् भनेर के यहाँ त शान्त लाग्यो यार तर कालिकाबाट निक्लेर होला बाग्लुङ यहाँ त घन्टी बजाउनु पाइन्न यस्तो ठुलो घन्टी ऊ त्यो ठाउँ के भन्छ यस्तो खुल्ने भए त खतरा देखिन्थ्यो होला नि है बाग्लुङ कालिका त देखेन त तर धुवाले देखिन मैले चाहिँ अन्दाज गरेँ है उहाँदेखि चाहिँ त उहाँ तल त्यो कि त्यो यता जाने बेनी जाने र बाग्लुङ छुट्टाको पुल छ नि हो तर उहाँ यहाँबाट त माथिबाट हेर्दा त नजिकै देखि नि तलबाट यहाँ त कहाँ एउटा पुरै कता हो कता जस्तो छ डाँडो यस्तो ठुलो डाँडो छ तर चाहिँ यो चाहिँ गुड इनिसिएटिभ हो क्या मतलब यस्तो हेर न मैले पनि ठ्याक्कै यहाँ फ्रेममा हेर्दाखेरि त्यस्तै देखेको कि म त हेर चाइनिज जस्तो छ जस्तो लाग्यो तिमीले भनिहाल्यो ल फोटो खिच्देऊ न भन्छ त आमाहरूको म यसबाट भिडियो बनाउँछु कि है आमा फोटो खिच्नु ल हामी चाहिँ यहाँ चाहिँ पञ्चकटको यात्रा बाग्लुङको यात्रा सबै सम्पन्न भयो अब चाहिँ हामी घर फर्किँदैछौँ र अब चाहिँ सिधै घरै गइन्छ सबैजना राम्रोसँग बस्नु होला जस्तो भाइ हामी चाहिँ बाग्लुङ भर्खर बाग्लुङको घुम्ती छ अब चाहिँ हामी सिधै बाग्लुङबाट पाउँदो